क्या त्यहाँ बोलिहाल्नु नमस्ते हजुरको सुनाम सविता थापा ओके ह्याभ फन गुड डे हेलो नमस्कार सबैजनालाई स्वागत छ हजुरहरूलाई सविता थापाको युट्युब च्यानलमा प्लिज कता कताबाट हेर्दै हुनुहुन्छ भिडियो है हजुरहरू जहाँ हुनुहुन्छ सन्चै हुनुहुन्छ होला आज चाहिँ हामी नाइट आउटको लागि जाँदैछौँ कि अनि यो कुन ठाउँ भक्तपुर खरिपाटी रहेछ है अब हामी यहाँबाट कति घन्टा 1 घन्टा 1.5 घन्टा लाग्छ होला नि हामीलाई लाग्छ 1 घन्टा अब 1 घन्टा लाग्छ यहाँबाट हामी चाहिँ कहाँ जाँदैछौँ त ल गेस गरौँ त साथीहरू को लागि कसको गेस मिल्छ कमेन्ट गर्नु ल अनि होइन बिहानै निस्केको नि त खाना चाहिँ खाएर निस्क्यौँ भनेर सल्लाह गरेर निस्केको है तर ढिलो भइसक्यो उहाँ चाहिँ मेरो नानीहरू चाहिँ उहाँ पुगिसक्नु भएको छ हिजो नै मेरो चाहिँ हिजो अफिस बिदा थिएन नि त अनि त्यो भएको भएर हामी चाहिँ आज जाँदैछौँ उहाँबाट फोन आएको आइसक्यो कहाँ आइपुग्यो किन यति ढिलो भनेर होइन त्यही पनि अब के गर्नु यस्तै छ अनि खाना खाने बित्तिकै हिँडेको नि पानी खाना नभइकन हिँडेको पानी खाएर एकछिन आराम गरेर निस्किने बाटोमा फेरि होइन बाटो भुलेर कि अब ओभर स्मार्ट भयो भने नि त्यस्तै हुन्छ अब चाहिँ हामी पानी खाएर निस्किन्छौँ गाडीहरू चाहिँ टन्नै हिँड्दैछ यो बाटो नि यहाँ चाहिँ विद्युत प्राधिकरणको अफिस रहेछ खरिपाटीको हाई कस्तो चिसो पो रहेछ चिसो रहेछ स्विमिङ गर्ने भनेको सकिँदैन क्या हो चिसोमा कति राम्रो सिन के हेर्नु न कति राम्रो सिन छ क्या हेर्नु न त्यहाँबाट कति टाइम लाग्छ होला मेरो बुढालाई चाहिँ झर्नु भनेको नमान्नु भएको हेर्नु न हामीलाई उछिनी गयो त यो बसले हामीले तल उछिनेर आएको हामीलाई उछिनेर आयो यस्तै छ जहाँ गए पनि मलाई चाहिँ यो ब्यागले चाहिँ छोड्दैन यो ब्याग चाहिँ मेरो साथीहरूकै बेस्ट फ्रेन्ड लु हामी चाहिँ आइपुग्ने लाग्यो है उता पर रे यो तल्लो नगरकोट रे यो माथिल्लो नगरकोट रे अब कता हो थाहा छैन अहिले हामी थाहा हुन्छ म त फर्स्ट टाइम आएको हो मेरो पुरा चाहिँ पहिला नै आउनु भएको रहेछ कोसँग आउनु भएको थाहा छैन है आइपुगेँ नगरकोटको फेरि के भन्छ होला है नगरकोट तल नगरकोट भन्ने रहेछ अब हामी चाहिँ जिप लाइन गर्न जाँदैछौँ ओ 2टा बाइक अगाडि पुगिसक्यो अब हामी चाहिँ थर्डमा अघि नदेखेर हामी यहाँबाट फर्केको नि त थाहा भएर कि नानीहरू कहाँ हुनुहुन्छ भनेर कस्तो राम्रो ठाउँ नि राम्रो ठाउँ रहेछ क्या मलाई चाहिँ यस्तो फोटोहरू कस्तो राम्रो लाग्छ कि टेन्टहरू रहेछ नि त के रहेछ त्यहाँ माथि के हो यो वीर हिट अग्नि ब्यारेक रहेछ है यहाँ चाहिँ मेरो टाढा पो रहेछ त हौ जिप लाइन बाटो यस्तो भएर पुरा यस्तो हल्ने रत्नचुण्डेश्वरी महादेव पोखरी मन्दिर रे मान्छे कति धेरै यस्तो बसहरू आएको है कति राम्रो राम्रो ठाउँ
बजार सपोर्टिङ कस्तो गरेर राखेको छ है कति लगानी गरेर हेर अहिले भाउ नभएर बजारको हामी चाहिँ जिप लाइन गर्ने ठाउँमा आयौँ होइन जिप लाइन त होइन कस्तो म त साइकलमा चढेर यस्तो बसेर हिँड्ने होला भनेको त पुरै उड्ने रहेछ हौ त्यसरी हजुर सातो गयो भने सातो बोलाइदिनु न सरी म फ्रेन्ड भयो भने के गर्ने फ्रेन्डै हुन्छ नानी के भिड बनाइरहनु तपाईँ कहाँ म कहाँ हुन्छ ओहो डर लाग्यो के छ तयारी हो दुईजना सक्छ टाढो छ भने त हामी हिँड्नुपर्ने होइन हामी त गुडाइदिन्छ होइन ल है ल दुईजना चाहिँ यहाँ चाहिँ भए पो उड्ने हो दुई ल दसैँमा छुट्टी मिल्नु पऱ्यो नि कहाँबाट हजुर कि मरिन्छ कि मारिन्छ भनेर जाने मारिन्छ चाहिँ होइन हामी मतलब मरिन्छ नै मरिन्छ भनेको डर मरिन्छ क्या ए डर ए कि डरलाई मारिन्छ कि मरिन्छ अरे म यति सोचेछु क्या फेरि केही थाहा हुँदैन नि त हामी चाहिँ अब हाम्रो चलाउनुलाई हो त्यही तपाईँ यति बाटो हुनुहुन्छ जस्तो त लाग्दैन जर्मनको हावापानीले यस्तो कुरा घुमाउन जान्ने भइसक्यो गर्नुपर्ने रहेछ है ल अब हामी जान्छौँ कति हामी हामी अब उहाँ पछि हामी है मेरो खिच्नु मलाई व्हाट्सएपमा पठाइदिनु गएको भिडियो यसबाट है ल दुईटै काम गर्नु अझ दाइ के भन्नु केही हुँदैन सबैजना गइ त राख्यो नि आफू चाहिँ नजानु अनि कति बेर लाग्यो उनीहरूलाई एउटा फर्म भरेर आउनलाई त्यो एउटा नाम त कुटुकुटु दिने होइन र पैसा दिने होला यहाँबाट तान्न मिल्ने रहेछ कहाँबाट तान्छ हो टाइट भयो मलाई घाँटी दुख्यो सस्तो फेर्नु पऱ्यो अलिअलि ल यति भए चाहिँ ठिक हुन्छ कसरी पनि तान्दिन्छु भयो फेरि यो धेरै लामो भयो नि त अलिअलि टाइटै जान्छ यही यो म कतै लड्यो ठोक्यो हुन्छ त्यस्तो नमन होइन भयो त यति छैन कति घन्टा कुर्यौँ हामीले कुरिसक्यो टन्नै दुईवटा ब्रेक त हामीले लियौँ नि कुर्दा होइन त्यो जुन जिप लाइन गर्छु भन्ने एक्साइटमेन्ट पनि खेल्दिनँ है अब ल हेर्नु मलाई त अल्छी लाग्यो अहिले अल्छी लागिसक्यो कि अहिले गएकै हुन्थ्यो मलाई पनि के त्यो भाइको एसी त नि हामीलाई तान्न भनेर गएको कि त्यो भाइ होइन भाइको एसी त मलाई पनि कस्तो डर लागेर आयो नानी छैन यस्तो गर्छु ल यस्तो मान्छे होइन फेरि कोही त्यो पुच्चुको हुन्छ नि पुच्चुको मैले होइन हामीसँग ठुलो छ नहुने फेरि पुच्चुको ल्याइदियो होइन त्यो के कता फुच्चीहरू त गइसक्यो
किन डरेर एकछिन मात्रै हो सबै गइसक्यो छोडिदिनु हात छोड्ने हात पुरा छोड्नु मैला कसैले नसमातिदिने कुन जाति एकदम तपाईँ त्यहाँबाट जाँदा भर्खरको केटो छ नि यहाँ त्यही उहाँ नै हो एकछिन समाउनुहोस् पछि छोड्दा पनि छोड्नु फेरि भिडियो ओपन गरिदिनु है तपाईँ बिर्सिनु होला फेरि हजुरको शुभ नाम माया ओके ह्याभ फन ह्याभ गुड डे आहा हेर्नुपर्छ क्या म चाहिँ बन्दी गर्दा पनि चिनेको नआत्यो न तिमी चाहिँ आँखा हेर क्या डराउनु हुँदैन क्या क्या त्यहाँ बोलिहाल्नु नमस्ते नमस्ते हजुरको शुभ नाम सविता थापा सविता थापा ओके ह्याभ फन ह्याभ गुड डे थ्याङ्क यू हेर 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 कस्तो लाग्यो आँखाबाट आँसु आइयो सिरिरी जाँदाखेरि डर लाग्यो एकैछिन पुग्यो होला नि पुग्न त कहाँ पुग्नु नि म त उहाँ पारी नै अट्केको तान्यो तिमीलाई तानेको दुईजना तान्यो ऊ चाहिँ अलिक अगाडिसम्म म त पारी नै बस्या ल ल मान्छे त हुँदैन रहेछ नि एक बोरा सिमेन्ट लिएर जानु पर्ने रहेछ ल ल दुईजनाले ल पार गर्यो ल एक बोरा सिमेन्ट लिएर हामी चाहिँ जिप लाइन खेलेर आइसक्यौँ अनि यस्तो भोक लाग्यो क्या बिहान खाना खाएर हिँड्यो नि त अनि हामी चाहिँ अब खाजा खान जाँदैछौँ अनि यहाँ रेस्टुरेन्टमा पनि गएको होइन किन लोकल ठाउँमा जाऊँ न यहाँ आइसक्यो भनेर चाहिँ हामी यहाँबाट कति मिनट लाग्छ भनेर चाहिँ 10 मिनट लाग्छ भन्नुभएको थियो कि अब यहाँको लोकल खानेकुरा हामी खान जाँदैछौँ कति राम्रो रहेछ त यहाँ के हो होटेल रिसोर्ट धेरै तल पो झऱ्यो नि त हामी खाजा खान भनेर यहाँ आइपुग्यौँ कति 10 मिनट तल झऱ्यो मलाई यहाँबाट देखिने गाउँहरू है म त कुनै पनि चिन्दिनँ अब हजुरहरूले कसैले चिन्नुहुन्छ भने चाहिँ नाम मेन्सन गर्नु होला है यो हामी चाहिँ अहिले भर्खर आइपुग्यौँ हामी खासमा त 11 बजी आइपुगेको थियो होला नानी तर होटलमा चाहिँ भर्खर आइपुग्यो होटलै नआइकन घुम्यो कि ल हामी चाहिँ भर्खर आइपुग्यौँ हामी बस्नु चाहिँ आज यो हाम्रो घर हाम्रो प्यालेस यो आजको अहिले चाहिँ 5:30 भयो यहाँ आएर अन्त घुम्नु गयो झन् टाइम लस हुन्थ्यो त्यो भएर क्या अहिले त कहाँ लु यतापट्टि चाहिँ यस्तो रहेछ कस्तो भोलि बिहान ढिलो जानु हुँदैन राम्रो रहेछ सनपरीको जादु छोडेको है कति रुन्थ्यो हौ
नानी हाम्रो कता रुम अलिकति फ्रेस भएर आउनु न त नि टचअप गर्नु पर्यो नि त नि ल है यहाँ चाहिँ फोटो खिच्ने हो हामी चाहिँ साँच्ची मान्छे फोटो खिच्नु भने हामी चाहिँ नगरकोट रिसोर्टमा बस्छौँ अनि के अरे मान्छेहरू कता कता गयो होला यो अगाडिको त राम्रै राम्रो हुने कि अगाडि चाहिँ सेल्फी फोटो खिच्दाखेरि चाहिँ मेरोबाट हो फोटो खिच्ने अब हामी चाहिँ आउने बित्तिकै रुम पनि नभइकन फ्रेस पनि नभइकन रातमा जाएर फोटो खिचेको अहिले अब हामी रुममा गएर फ्रेस भएर अनि हामी स्विमिङ जाँदैन भनौँ तर फ्रेस हुनुपर्छ यता टाइममा चाहिँ के फ्रेस हुने र चुक्ला जाने कपडा फेर मेरो बुढो छ खै एकपल्ट म त्यहाँ उडेर आउँछु कहाँ बाबु कहाँ हुनुहुन्छ र खै नाइ लु कति राम्रो छ है कति राम्रो माथि चाहिँ बन्दै गरेको हुन्छ नि ल मेरो बुढो बिचरा ए बस्यो बस्यो बुढा आउनु न एकचोटि कस्तो लागिरहेको दामी दामी थके लाग्यो होइन लागेको छ नि म त आँखाको यस्तो पुरै दुखिसक्यो अहिले त खाँदैन अब स्विमिङ जाने हो अनि बल्ल अब अगाडि त स्विमिङै हो गर्ने टाइम लाग्ला नि टाइम लाग्ला नि लु आजको रुम चाहिँ यो रहेछ हाम्रो अब अगाडिको रुम लिनु पर्ने नि भ्यू देख्नुलाई कस्तो अगाडिको गर्नुपर्ने कति बनाउनु होला यतापट्टि नि रहेछ र अन्त आजको चाहिँ हाम्रो यो बेड यो मेरो बेड यो चाहिँ हाम्रो दराज ब्याग पनि राखिसक्नु भएछ है अनि यो हाम्रो ऐना कति राम्रो म चाहिँ एकदम मलाई ठुलो ऐना मनपर्छ कि होइन मेरो घरमा पनि राखिदिनु ल ब्रो यत्रो ठुलो ऐना त्यसै गरेर यो चाहिँ हाम्रो टिभी कसले हेर्छ टिभी लु यो चाहिँ हाम्रो वासरुम रेस्टरुम ल बुढो अब चेन्ज गरौँ अनि यो चाहिँ हाम्रो बाल्कुनीमा चाहिँ कस्तो अगाडिको भ्यू चाहिँ राम्रो थियो कि हामी ढिलो आयौँ कि त्यो भएको भएर के हो यहाँ नि रहेछ नि त बाल्कुनी चाहिँ यस्तो छ यहाँ पछाडि चाहिँ स्विमिङ छ अब हामी स्विमिङ जान्छौँ खोल्ने जान्न कि मैले ढोका खोल्दै नआएको कि म त एक्लै त बस्नु सक्दिनँ होला त नि के किन जाइ त तिर्दिन न ए तेल लगाइदिन्छु क्या ब्रो छि तपाईँको फोहोर लाग्यो के तपाईँको भन्नु चाहिँ अनि होइन मलाई त नि कस्तो रोग नि त अघि त्यो जिप लाइनबाट झर्दाखेरि कि किन डरले नि तिम्रो त अड्केको थिएन भने मेरो अलि तलसम्म अड्क्यो धेरै नानी चाहिँ अलिकति अड्किनु भएछ म चाहिँ अलिक परै पुगेँ पुग्नु छ तर सुरुमा झर्दाखेरि कि डर लागेको क्या साँच्चै के होला नि आँखा नि आँसु नै आएको थियो तिमीहरूको चिम 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 गरिरहेको थिएँ रुबु झन् चिम्म गरेर गएको थिएँ कस्तो डर लागेको थियो अनि त्यो प्रिपेयर गर्दाखेरि झन् डर लाग्ने रहेछ कि प्रिपेयर गर्नै पर्दैन मैले झन् यस्तो हेरेर जाऊ भने यस्तरी हेरेर तपाईँ चाहिँ किन नगर्नु भयो नि मलाई त रोटी पिङमा त डर लाग्छ नि अनि आफूलाई चाहिँ रोटी पिङमा डर लाग्ने अनि मलाई चाहिँ जिप लाइनमा डरायो अरे है म डराएको थिइनँ हौ त्यसै भन्दा आँखाबाट आँसु डराएको थिएन साँच्ची हो मेरो त्यो यस्तो अगाडिबाट गोप्रोले खिचेको हेर्नु न आउँछ मेरो त्यही छ उता साइडमा नमस्ते हजुरको सुनाम सविता थापा ओके हाफ कतिखेर आउनु एसी हिटर लाउने मलाई अब पैसा तिरेको उठाउनु त पऱ्यो अनि सुन्नु न मेरो यो मोबाइल कहिले बनाइदिनुहुन्छ कुन मोबाइल फुटेको किन फुटाएको
फुटाएको चाहिँ किन के मैले फुटाउँछ भनेर त कौचे हो आफै मेरो भिडियो चलाउनु नपर्ने टिभी खोलिदिनु ठिकै टिभी खोलिदिनु हेलो साथीहरू मेरो भिडियो चाहिँ सुरुदेखि अन्त्यसम्म हेर्नुभएकोमा चाहिँ धेरै धेरै धन्यवाद अब म चाहिँ अब आजको भिडियो यतिकैमा एन्ड गर्छु बाई अर्को भिडियोमा भेटौँला